गुड मर्निङ मायालुज। ओइ कालु मेरी माया, जुरेली मेरी मायालु। सक्यो पराल, लास्ट अन्तिम पराल ल यहाँ। अब के गर्ने, अब के खाने तिमीहरू? अब पराल त सक्यो भएको पनि। हिजो मैले अलिअलि पिटिक पिटिक काटेर दिएँ। अब त के दिने त? गुड मर्निङ सबैजनालाई, भेरी 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 गुड मर्निङ। अब गाईलाई पराल सक्यो हजुरको। अब यहाँ गाउँभरि अरू मान्छेहरूकोमा परालहरू छ कि छैन भनेर, अब सिन्स सी लभ्स पराल होइन, जुरेली र कालुलाई एकदम पराल मनपर्छ। अब यहाँ गाउँतिर अरूकोमा पराल छ कि यसो किन्नु पऱ्यो भनेर भनेको। अब सबैजनाको वस्तु हुन्छ नि त, सबैजनाको गाई बाख्रा भुइँसी सबै हुन्छ। अनि अब भएको जति परालले कसैले गुन्द्री बुन्छन् होइन। सो छैन पराल, अब के खुवाउने के खुवाउने। अब यहाँ अब यो अहिले ड्राई सिजनमा न हरियो घाँस छ, भएको अलिअलि हरियो घाँस मिलाएर दिएकै छु है। पराल सकिएको अवस्था, त्यही भएर गाउँमा बस्न सकिँदैन। मैले आजबाट गाउँ छोडेर जाने निर्णय गरेँ। अब है गाउँ छोडेर जाने निर्णय गरेँ। गाह्रो भयो, सामान पनि केही पाइँदैन, गोबर पनि गनाउन थाल्यो, काम पनि दुःख जस्तो हुन थाल्यो भन्छ होला भन्ठाने होला। हामी तल सिङ्गटीसम्म जानुपर्ने भयो क्या खासमा। त्यहाँ तल एकजना मान्छेसँग मैले कुरा गरिरहेको छु है। मैले त्यो नेपाली एक्सेन्ट समातेर देखिरहेको छु नि तिमीहरूले होइन। उँफो उँधो कुरा गरी रचु यसरी बोल्ने हो कि खासमा नेपालीहरूले। अनि एकजनासँग कुरा गरिरहेछु, अनि उहाँसँग चाहिँ टन्न पराल छ अरे, त्यो पनि दाइँ गरेको। दाइँ गरेको भनेको चाहिँ मैले अस्ति नै एकचोटि त्यहाँ तलपट्टि गएर मैले भिडियो बनाएको थिएँ नि, तल खेतमा गएर त्यो दुईवटा गोरुले परालमा फनी घुमेको हो। त्यो घुमेको भनेको चाहिँ पराललाई दाइँ गरेको। दाइँ गरेपछि चाहिँ त्यो पराल अलिकति मुलायम हुन्छ, त्यसले गर्दाखेरि गाईबस्तुहरूले खाँदाखेरि उनीहरूलाई राम्रोसँग पच्छ अरे कि। अनि दाइँ गरेको पराल चाहिँ हजुर भनेर हिजो भने मलाई। ल त्यसो भए म फट्टाफट्टि आइहाल्छु भनेर। यो गाउँमा चाहिँ अहिले मैले पराल किन्नै पऱ्यो भने पनि काहीँ पनि पाएन। अनि अब त्यहाँ तल चाहिँ उनीहरूकोमा वस्तु धेरै छैन अरे, पराल पनि अलि बिग्न भयो अरे। अनि पराल कोही किन्नुहुन्छ भने चाहिँ हामीले सम्पर्क गर्नु होला, फोन नम्बर 4859 भन्ने त्यो यस्तो भन्छ नि हो। त्यसरी हिजो पत्ता लगाएपछि सो वी आर गोइङ टु सिङ्गटी। अलिअलि पराल अब यो गाडीमा जति अट्छ पराल भुँडुप्प हालेर लिएर आउँछौँ। अनि त्यसपछि सिङ्गटीसम्म पनि अलिकति काम छ, त्यो चाहिँ पर्सनल काम छ होइन। अब सबै कुरा भनौँ त म, अब लाइफको सबै कुरा त नभन्ने के, अलिअलि त प्राइभेट पनि हुनु पऱ्यो नि त। सो परालको कुरा मात्रै आज पराल लिएर हामी आउँदैछौँ। अहिलेको लागि हामी जाँदैछौँ। जुरेली मिस राम्रोसँग बस ल, म आइहाल्छु हस्। आज त्यहाँ काम गर्ने दाईहरू पनि आउनुहुन्छ, त्यहाँ यताउति कसले के काम गरेको छ सबै विचार गरेर मलाई अहिले त्यहाँ अटेन्डेन्स दिने है। एकैछिनमा भेट्छु म, आइहालेँ म, फुत्त गएर फुत्त आइहाल्छु। आज अँध्यारो हुँदैन होला है। अब के हुन्छ, अब गएपछि मात्र थाहा हुन्छ। डोरी बोकेर गएँ, यसले पराल भान्नु पर्छ। उठ जाग लम्का हे नौजवान हो, गुड मर्निङ। अनि टक्क कालो चस्मा लाएर यसरी डोरी बोक्दाखेरि शहनशाहको अमिताभ बच्चन जस्तो देखेको छ मलाई। कहाँबाट बुढाको याद आइदियो अहिले। न भाइ मेरो शहनशाह। ल लाग्यौँ अब हामीहरू पहाडको घुमरो बाटोहरू छिचोल्दै ढुङ्गाहरू छल्दै रुखबोट बिरुवाहरूको अवलोकन गर्दै हामी लाग्यौँ पराल सपिङको लागि। हेभ यु एभर बिन टु पराल सपिङ? आई विल टेक यु टु पराल सपिङ, लेट्स गो। यहाँ सिङ्गटी आइपुगेको, यस्तो बबाल पूजाहरू भइरहेको रहेछ कि हेर्ने हो। राधे राधे ल राधे 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 राधे। यो बाजे के को पूजा हो? यो के को पूजा? ए सप्ताह लगाएर अब फर्किरहनु भएको? ए हजुर, अब कहाँ गएर बाल्नुहुन्छ बत्ती? ए हजुर हजुर, ए हजुर
ए 13 गते चाहिँ बत्ती बाल्ने ए ए ए हस् म यतै हुन्छु हस् हस् ए राधे राधे वी हैड नो आइडिया यहाँ यस्तो हुँदै थियो भनेर मलाई यस्तो भाइब फेरि अति मनपर्छ के सबैजना लाइन लागेर बिस्तारै आउनु होला अनि यहाँ अगाडि मिलाएर राख्ने है सबैले मिलाएर राख्ने बिस्तारै है बिस्तारै सबैले आउँछन् यहाँ 108वटा कलशहरू छन् श्री कृष्ण भगवानको लक्ष्मीनारायण भगवानको अरू हो त्यो यहाँसम्म राखौँ न यहाँसम्म राखौँ न नमस्कार म प्रदीप खड्का यस सिंगटी भैरव प्राय घाटमा आज मिति 2082 फागुन 6 गतेबाट चाहिँ श्रीमद् भागवत महापुराण महायज्ञ सुरुवात हुँदैछ र यसको कलश यात्राको क्रम सकिएको छ र यो महापुराण चाहिँ पर्सि 13 गतेसम्म चलेर त्यस दिन चाहिँ हवनको कार्य र अति लक्षित 1.25 करोड दीप प्रज्वलन कार्य यसै ताम्राकौशिका प्रायघाट सिंगटी दोभानमा खोलाको बिचमा वारिपारी र बिचमा एउटा चाहिँ स्वस्तिक चिन्हमा चाहिँ एउटा 1.25 करोड बत्तीलाई सजाएर त्यहाँ दीप प्रज्वलन गरिनेछ र सो कार्यमा पनि सम्पूर्ण भक्तजनहरूको उल्लेख्य सहभागिता रहोस् र सम्पूर्ण भक्तजनहरूलाई सो कार्यमा पनि उपस्थिति हुन हार्दिक अनुरोध गर्दछु धन्यवाद सो 13 गते चाहिँ मेन इभेन्ट हैन दीप प्रज्वलनको इभेन्ट छ सो 13 गते हामी आउँछौँ है अफकोर्स आउँछौँ हामी सिंगटीमा यस्तो हुँदाखेरि मैले छुटाउने त कुरै आएन नि होइन र सिंगटी आएपछि सिंगटीको माछा खाएन भने त फेरि घर गएर राति निन्द्रै लाग्दैन नि त साह्रै मिठो माछा दिदी ल एकदम मिठो बिहान भर्खर मारेको बिग वान के माछा भन्छ दिदी यसलाई लोकल बिहान बिहान सिंगटी आएर ब्रेकफास्टै फ्राइड माछा खाइयो मिठो यस्तो पो हो त ब्रेकफास्ट भनेको ल भाइ लगे हुन्छ ल एकदम मिठो भयो के हो यो बाटो कता बिस्तारो जाउँ है विराज म त बाटो धेरै बाटो छन् कि छैनन् जस्तो खालको मान्छे छैनन् मान्छे बस्ने ठाउँमै हो त यो जस्तो के यो गाउँको बस्ती होइन नि त भाइ मलाई यस्तो बेलामा चाहिँ एकदम अस्ट्रेलिया मिस हुन्छ क्या केही सामान्य कोही कुरा चाहियो भने सट्ट बनिङ्समा गयो साइजको सब कुरा सुई किन्यो टक्क पे गरी आयो अब यहाँ त पराल लिनको लागि कहाँ पुग्नु पर्ने सानो किल्ला लिन कहाँ पुग्नु पर्ने तर वी लभ इट हामीलाई यस्तै चाहियो हो वाइल्ड के एकचोटिको लाइफ हो वाइल्ड हुनुपर्छ
दाजु नमस्ते पराल धनी तपाईँ हो ल ल ल भेटेर खुसी लाग्यो हाम्रो गाउँको राउन्ड अबाउट देख्यो राउन्ड अबाउट जाऊ 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 भयो सिँगटीमा खाएको माछा जति यो बाटोमा सबै निक्ल्यो मतलब भमिट गरेर भन्नु खोजेको होइन कि थाकेर पचेर पच्यो पच्यो अझै जाऊ 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 अझै जाऊ यदि तपाईँहरूलाई पनि यस्तो बाटोमा गाडी चलाउँदाखेरि गाडी सम्बन्धी केही सोध्नु मन छ भने प्लिज कमेन्ट आई नेभर थट कि मैले यो गाडी लिइसकेपछि यस्तो यस्तो एक्सपिरियन्स गर्न पाउँछु भनेर एकदमै मजा आइरहेको छ कि खासमा प्रो भइरहेछ प्रो भइसक्यो बाहुबली जय हो ल भल्लाल दे बाबा बाहुबली एन्ड भल्लाल देव 5 वटा गर्न पाए हुन्थ्यो कि थिच उफ्री हो अटाउनु पर्यो नि त आइसकेपछि जति अट्छ त्यति पराल चाहिँ कस्तो गाडी जतिकै लामो रहेछ है लामो पार्ने यहाँको बनाइ त्यसो सबै गाउँमा फरक फरक हुन्छ नि त हाम्रो होइन फेरि यसको आदि के त डल्लो हुन्छ हाम्रोतिर चाहिँ दिस इज द ओन्ली रिजन हामीले पिकअप गाडी लिएको के होइन भने त 8 सिटर किन्दाखेरि त अझ धेरैजना मान्छे अट्ने हेर्दा पनि राम्रो देख्थ्यो नि त तर यस्तो यस्तो सामानहरू बोकेर लानुपर्छ नि त के बोक्नुपर्छ अनि त्यही भएर पनि पिकअप हो अनि सोफार यो गाडीले मलाई राम्रै गरिरहेको छ है पावरफुल छ एकदमै अट्ने फेरि सामान पनि फेरि लुपी अट्ने हालिरहेछन् दुईजनाले पछाडि ब्याकग्राउन्डमा मजाले यो पराल यसरी किन्ने यो रमिता यो वर्षको मात्रै हो अर्को वर्ष चाहिँ प्लान गर्दैछौँ खेतै लिजै लिएर भए पनि अब आफ्नो लागि पनि चामल हुने गाईको लागि पनि पराल हुने भनेर खेतै लिज लिएर धान रोप्ने प्लान गरिरहेको छौँ इफ एभ्रिथिङ गोज वेल बाई द ग्रेस अफ द गड हर हर महादेव हाम्रो आफ्नै पराल आफ्नै चामल हुन्छ होला इभेन्चुअली पेसेन्स इज द की है म सधैँ भनिरहन्छु पेसेन्स इज द की हामी फेरि अर्को लिन आउँछौँ है दाइ कसैलाई नदिनु अहिले अस्ट्रेलियामा भएको भए डिजाइनर ब्याग र पर्फ्युमहरू किन्दा दङ्ग पर्थ्रिकमा अहिले नेपाल आएपछि पराल किन्दा दङ्ग परेको छ ल यार मिसिक्क हाँस्यो कि त्यो भनेर फेरि सबै कुरा खालि यसमा मात्रै होइन सब कुरा ब्यालेन्स गरेछ यसले होइन भेरी मच चाहियो सबै कुरा चाहियो तर ब्यालेन्समा टाउको दुख्यो घाम छ कि आज एकदमै चौखण्ड घाम छ अनि त्यही भएर पानी खाइसकेन नमस्कार मेरो नाम अरुण थापा घर कालिम्पोङ गाउँपालिका वडा नम्बर 2 यही नै पर्छ मेरो चाहिँ यो खेत हो म पेसाको हिसाबले शिक्षक पनि गर्छु शिक्षण पेसा छ र मेरो खेतीपाती पनि छ यहाँ आज तपाईँहरूलाई मैले पराल आवश्यक परेर मैले पराल पनि दिँदैछु है अब पेसामा म शिक्षक पनि र यता खेतीपातीमा दुवैमा पनि म राम्रै लाग्छ पराल हालियो अब जाँदैछु बिस्तारै जान्छौँ हामी किनभने यो गाडीमा सबभन्दा धेरै सामान हालेकै आजै हो वेट चाहिँ त्यस्तो धेरै छैन तर हाइटदेखि लिएर सबै कुरा धेरै छ वी गो भेरी स्लो हो के तर अँध्यारो पार्दैनौँ आज लेडिज एन्ड जेन्टलमेन अँध्यारो हुँदैन उज्यालोमै जान्छौँ कस्तो लागेको बेर आजको एक्सपिरियन्स हाम्रो सिङ्गटी घुमाए आज एकदम बवाल सिंहटी गई कालिम्पोङ गाउँपालिका बाबरीमा प्रवेश गरी परालको गुन्ठो ढ्याक्क हाल्यो आनन्द छ अब जुरेली मिसलाई मस्ती अबको योजना भनेकै पराल मल फलफुलको बिरुवा फलफुल गाडीभरि हुने नै त्यही हो अरूको जस्तो पसलको सामान यो गाडीमा लगभग कमै हो सबै भनेको हामी अर्ग्यानिक मात्र उठाउँछौँ फुल
के भएर रहेछ यसलाई कसको बाख्रा रहेछ यो बाटोको बिचमा बिचरा यार ऊ त्यहाँ धेरै घाममा पनि नराख्दैन हो बिचरा हो त्यति निकाल्दे हेर्से त यहाँ घाँस खाइरहेछ बाटोको बिचमा रहेछ अनि यस्तो रोडमा यसरी नछोड्नु भए हुन्थ्यो बिचरा रोडमा लम्पसर छ आज राम्रै भयो दिन अलिक त्यहाँ माथि लग न होइन यही अहिले ब्याक गरेर सोध्नु छ कि मलाई आउनु पर्यो आयो पराल कता पुर्याउने हो माथि माथि त्यो घरभित्र त्यो माथि घरमा घरभित्र त्यो माथिल्लोपट्टिबाट जानुपर्छ ठ्याक्कै घरमै भित्रै राख्ने त्यो गाईको ठाउँमा ओल्लोपट्टि घरै छ गाई दङ्ग पर्ने भयो अब यो रिकमा कुखुराहरू तैँले खोल्दे हो ए त फेरि हामी नआउँदा कसले खोल्यो भनेर नि ओ भलु हुर्र उडे देखाइदिए ल ए अनि कोठे भरिहाल्यो नि त ल अर्को 5 भरि ल्यायो भने त अब मिलाएर माथि राख्नुपर्छ ल जुरेली मिश्र कालु आज कत्रो सपिङ भयो तिमीहरूलाई के थाहा अब भोलिबाट थाहा पाउँछौ पानी खाऊ पानी खल 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 पानी बिचरा कस्तो आउने बित्तिकै हेरे गर्यो बा बा गरेर दुईचोटि कराए के बिचरा मिस गर्यो होला नि त हामीलाई पनि पराल त मैले एक औँला हालेँ एक अङ्गालो त्यसपछि ऊ माथि सावित्री दिदीले पनि हालेर जानु भइहाल्यो अघि दिउँसो फोन गर्दाखेरि अनि त्यही भएर यो अब त्यो मान्छे देखेपछि खुसी भएको हो कि अब फोन किनिदिने दुइटाले एउटा फोन किनिदिने भलुलाई पनि एउटा फोन हाँसहरूलाई एउटा फोन चल्लाहरूलाई चाहिँ अहिले हुँदैन तिनीहरू सानै छन् हुन्छ तर त्यो फोन कसले कति कति चलाउँछ सबै जुरेली मिसले हेर्ने हो नि फेरि पानी खानु पर्यो भने ल त्यस्तो भएपछि कति मजा आउँछ होला है लाइफ टक्क गाईले फोन गरे यार मलाई यार पकाइ हेलो जुरेली मिस गर्नु कति मजा आउँथ्यो होला आज परेवाहरूले फोन गरे यार मलाई भन्ने भलुले मलाई किन मिस कल दिइरहेछ जस्तो कति मजा आउँथ्यो ल हेर यता पोथी चल्ला उता परेवा उँभोतिर गाई उँधोतिर हाँस रमाइलो छ निस्किने 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 साथीहरू आउट भुर्र ल सबै निस्किने तिमीहरूलाई मैले फ्रिडम दिएको छु है फ्रिडमको सबै फाइदा उठाइहाल ऊ रिकमा मिस आइसक्नु भयो दाना बोकेर अलि पर पनि छर्दै रिकमा त्यो अनि कुखुराहरू उता जान्छन् उता जाऊ उता जाऊ उता साथीहरू उता हेर त उफोतिर हेर उफोतिर उँधोतिर होइन उफोतिर उता 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 जाओ न उता के उता जाओ न उता यो यसो पार्टी गरे बेलामा बिहा वर्तमान पास्नेमा मान्छेलाई बोलाएर खुवाउनु भन्दा पनि यस्तो गरेर परेवालाई खानिदिने गाईलाई खानिदिने कुखुरा चल्लाहरूलाई खानिदिने हाँसलाई खानिदिने यति गर्दाखेरि मान्छेलाई खुवाउनु भन्दा बढी सेटिस्फ्याक्सन हुन्छ कि मान्छेले त कुरा काट्छन् नि त पछाडि पछाडि कुरा काट्छन् डाड गर्छन् रिस गर्छन् यिनीहरू त केही गर्दैनन् खाना दियो भने यिनीहरूले माया गर्छन् राम्रो होस् विराज रिकमाहरूको राम्रो होस् मेथाङको राम्रो होस् भने चुक 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 गर्छन् गाईले पनि त्यही यिनीहरूलाई राम्रो गरिदियो भने राम्रो गर्छन् केही होइन परेवा उड्याहरू मात्रै हो भाटेट भाटेट अब यो नर्मल आवाज आइरहन्छ हाम्रो मेथाङमा अब यिनीहरूले टन्न अन्डा पारेर परेवा मल्टिप्लाइड बाई परेवा परेवा मल्टिप्लाइड बाई परेवा परेवा मल्टिप्लाइड बाई परेवा गरेर 50-60 वटा परेवा भुर्र भुर्र गऱ्यो भने कति मजा आउँछ त यस्तै गरेर के भुर्र भुर्र हो मैले त्यही भनेको साथीहरू भुर्र ल अब आजको लागि यति नै आइयो खाइयो ल्याउनु पर्ने कुरा ल्याइयो अब तिनीहरूलाई सबै मिलाउनु पर्ने छ अब यो धुलै धुलोको बाटोबाट आइसकेपछि अब एक खलक्क नुहाउनु पर्ने छ आई विल सी यु गाइज टुमरो त्यतिन्जेलसम्मको लागि एकदमै यो मुखमा यो मुस्कान चाहिँ गरेर बसिरहनुहोस् किनभने दुःख कष्ट पीडाहरू भनेको सबै टेम्पोररी हो यो चाहिँ पर्मानेन्ट हो यी परेवा अहिले जसरी उड्न खोजेको छ तपाईँ पनि आफ्नो लाइफमा त्यस्तै गरेर भुरु भुरु उड्नुहोस् फ्लाइ हर हर महादेव